अहिले नेपालमा जे भइरहेको छ त्यसले सबैलाई सोच्न बाध्य बनाएको छ। काठमाडौँमा सुरु भएको जेन एजेड आन्दोलनमा प्रहरीले गोली प्रहार गरेको थियो, जसमा धेरै युवाहरू घाइते भए र केहीको ज्यानै गयो। यस आन्दोलनले देखायो कि युवा पुस्ता अब चुप बस्न चाहदैन। उनीहरू आफ्नो हकका लागि आवाज उठाइरहेका छन्। अनि अहिले धेरैको ध्यान राजनीतिमा नयाँ नेतृत्वको खोजीतिर छ। देशमा धेरै भ्रष्टाचार भएको थियो र यसले जेन एजेडलाई क्रोधित बनायो। उनीहरूले आफ्नो गुनासो र असन्तोष सार्वजनिक रूपले व्यक्त गरे। यस आन्दोलनले ठूलो प्रभाव पार्यो र अन्ततः संसद भङ्ग गर्न पुग्यो। यस अवसरमा अस्थायी सरकारको नेतृत्वका लागि पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की नियुक्त भइन्। यो कदमले देखाउँछ कि हाम्रो देशमा परिवर्तन र नयाँ नेतृत्वको सम्भावना छ। जेनजिटको आवाजले मात्र होइन, पुरानो प्रणालीमा सुधार ल्याउन प्रयास गर्ने नेताहरूले पनि अब ध्यान खिचिरहेका छन्। यति मन त साँच्चै भनिन, मैले त्यो कुरा देखेपछि त मलाई त यति आक्रोश भयो नि। जनताको पैसा लुटेर खाएर कमिसन खाएर त्यसरी पैसा घरमा राख्ने जनताको पैसा। तपाईको व्यक्तिगत विचारमा चाहिँ कस्तो कारबाही हुनुपर्छ? कारबाही हामीले देशमा लोकतन्त्र छ, विधिको शासन छ, कानुन। व्यापक हिंसा, तोडफोड, आगजनी तथा लुटपाट पश्चात गठन भएको नयाँ सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गराउने कुरा गरिरहेका छन्। केही राजनीतिक विज्ञहरूका आकलनहरू विरोधाभासी छन्। कोही पनि निराश हुने होइन। म एमाले होइन भनेर कोही लुक्यो रे, कोही पनि लुक्ने होइन। सबै एमाले हो। उनीहरूको भनाइ अनुसार जेन एजेडको आन्दोलन धेरै जोसिलो सुरुवातबाट अघि बढेको भए पनि अन्त्यतिर कमजोर नेतृत्व र आन्तरिक कमजोरी गर्दा अपेक्षित सफलतामा पुग्न सकेन र निर्णायक मोडमा असफल भयो। कतिपय विज्ञहरू त अझै कडा शब्दमा भन्छन् कि राजनीतिक परिवर्तन त देखिँदैन, पुरानै नेताहरू पुनः संसदीय प्रतिस्पर्धामा बलियो स्थान जमाउने सम्भावना उच्च छ। त्यस्तै अरू केही विश्लेषकले यस्तो मत व्यक्त गरेका छन् कि पछिल्ला घटनाहरू अन्तर्राष्ट्रिय खेलकारहरू CIA र RAW जस्ता एजेन्सीहरू बीचको प्रतिस्पर्धा वा प्रभाव खेलसँग पनि जोडिएको हुन सक्छ, जसले नेपाली राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको छ। अन्तरिम सरकार गठन भएसँगै प्रतिनिधि सभा विघटन गरिएपछि 6 महिनामा ताजा चुनाव गर्ने घोषणा पनि भइसकेको छ। ओली सरकारको पालामा लामो समय जेलमा रहेका रवि लामिछाने यदि जेलमुक्त भए आउँदो चुनावमा प्रधानमन्त्री बन्ने सम्भावना निकै बढ्ने देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी पनि नेपालमा लोकप्रिय भएको छ र राम्रो भोट पाएको थियो। युवाहरूको रोजाइमा पनि रवि लामिछाने प्रोमिनेन्ट देखिन्छन्। आउँदो चुनावमा हामीले रवि लामिछाने र माओवादीको जोडी देख्न सक्ने सम्भावना पनि छ। यदि उनीहरू मिलेर चुनावमा अघि बढे भने यो गठबन्धनले राजनीतिमा ठूलो प्रभाव पार्न सक्छ। यस्तो जोडीले मतदातामा नयाँ ऊर्जा ल्याउन सक्छ र भविष्यको नेतृत्वमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। आरएसपी देशको ठूलो पार्टी बन्न सक्ने सम्भावना छ र रवि लामिछाने प्रधानमन्त्री बन्ने अवसर उच्च रहेको छ। नेपालको राजनीति अहिले रोचक मोडमा छ। अब देख्नुपर्ने कुरा के हुन्छ?